दगुड्न त तुम्ही खूप दगुडिछौ हेर नम्बर यति दामी आया छ अब तुम्ही न पहिलो क्वेसन घर भुइँसो ब्यायो भैँसी त ब्यायो त भतिज फजुले खबर गरेन तिमीलाई फजुले अस्ति भुनिसकेका छिया के फुपू यहाँ सोध्याजो गर्नुपर्छ के पर मान्छेहरूले हेरिरहेछन् तुम नाम त अगाडि गइसकेको छ यहाँ सोध्याजो गर्नु पर्यो नि त कम्तीमा अनि घर बल्ल सन्चै छुन् के को बल्ल सन्चो हुनु भतिज घरमा त बल्लै पाले छैनौँ हामीले ए बल्ल पालेन है कहाँ पाले छैन नपाले पनि सन्चै छुन् भुन के अनि ए राम्रो उत्तर दिन्छ भन्छन् के पर सन्चै छुन् सन्चै छन् बल्ल घर त्यो भन्ने भएपछि म सोध्याजो गर्दैछु तिमी दिक्क नमाने है फुपू है अगाडि पठाएपछि पर आमा मान्छे रहेछ भनिकन थाहा पाइलान् के टाइम वेस्ट त गराउनु पर्यो अनि के छ फुपू आजभोलि घर भात खाइरहेछौ कि रोटी खाइरहेछौ के भात र रोटी सोधेको भतिज आजभोलि त हामी ढिँडो खाइरहेछौँ मेरी फुपूलाई अब लास्ट क्वेसन अनि आजभोलि फजुन कतिको कुट्टी छ फुपू कहाँ कुर्ने कुरा गर्नुहुन्छ हामीले मिलेर बस्छौँ नि गुड गुड नगर्नु झगडा अब मेदीमा तगडा हुन्छ फुपू जानुहोस् ए अक्क आइज